am, are, was, were. am भनेको छु, हुँ, is, छ, हो. are means छौं, छन्, हुन्. is र am singular pronoun को लागि युज हुन्छ भने are plural pronoun को लागि. I सँग am युज हुन्छ, he she it सँग is भने we they you सँग are युज गरिन्छ. जस्तै I am a student, म विद्यार्थी हुँ. I am happy, म खुशी छु. Is, he is a teacher, she is a teacher. ऊ टिचर हो, ऊ शिक्षक हो, उनी शिक्षक हुन्. त्यसै गरी are, we are students, they are happy. यो सबै सेन्टेन्सहरू पोजिटिभ सेन्टेन्स हुन्. पोजिटिभ सेन्टेन्स. यही सेन्टेन्सलाई हामी नट युज गरेर नेगेटिभ पनि बनाउन सक्छौं. I am not tired. म थाकेको छैन. He is not here. ऊ यहाँ छैन. They are not ready. उनीहरू तयार छैनन्. यो सबै नेगेटिभ सेन्टेन्स भयो. यही सेन्टेन्सलाई is am are verbलाई सब्जेक्टको अगाडि राखेर हामी क्वेशन फर्मेट पनि बनाउन सक्छौं. सब्जेक्ट भनेको I, we, you, they, he, she, it. यो सबै सब्जेक्ट हो र यसलाई प्रोनाउन पनि भनिन्छ. प्रोनाउन. जस्तै क्वेशन फर्मेट am I late? के म ढिला छु? Is she okay? कि उनी ठिक छिन्? Are you ready? के तिमी तयार छौ? यसरी क्वेशन फर्मेट बन्छ. is am are लाई सब्जेक्टको अगाडि राखेर हामी क्वेशन फर्मेट बनाउँछौं. त्यसैगरी इंग्लिश ग्रामरमा WH वर्ड्स भन्ने पनि हुन्छ. यो पनि क्वेशन फर्मेटको लागि युज हुन्छ. जस्तै who, what, where, when, why, how. यो सबै WH वर्ड्स हुन्. अघि हामीले is am are लाई सब्जेक्टको अगाडि राखेर क्वेशन फर्मेट बनायौं र यही is am are को अगाडि WH वर्ड राखेर पनि हामी अझै क्वेशन फर्मेट बनाउन सक्छौं. जस्तै what is this? यो के हो? What is your name? तिम्रो नाम के हो? Where are you? तिमी कहाँ छौ? Where are you? यहाँ are को अगाडि where युज गरिएको छ. यसरी टेबलबाट पनि हेर्दा हामीलाई अझै सजिलो हुन्छ. what is this? What is this? Who are they? Where am I? Why is he angry? Why is he angry? How are you? त्यसैगरी verb was, were भनेको past form हो. is am are को past form was, were. was singular pronoun सँग युज हुन्छ भने were plural pronoun we, they, you. was ले थियो, थिए भन्ने कुरालाई जनाउँछ. जस्तै इक्जाम्पल I was tired.
म थाकेको थिएँ. He was a student. ऊ विद्यार्थी थियो. Were. Were is used with plural subject. Were ले थियो, थियौं, थिए भन्ने कुरालाई जनाउँछ. You were late. तिमी ढिला थियौ. We were happy. हामी खुसी थियौं. They were students. उनीहरू विद्यार्थी थिए. Was were बाट पनि हामी क्वेशन फर्मेट बनाउन सक्छौं. जस्तै टेबलमा हेर्नुस्. Was I late? के म ढिला थिएँ? Was he at home? के ऊ घरमा थियो? Was she happy? के उनी खुसी थिइन्? Was it cold yesterday? के हिजो चिसो थियो? यसरी नै तपाईहरुले पनि आफ्नो सेन्टेन्स बनाएर कमेन्ट बक्समा कमेन्ट गर्नुहोला. प्र्याक्टिसको लागि एकदमै इजी हुन्छ.